हेलो नमस्कार सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। म हुँ तपाईहरुकै दीपक चुन्दाली। मेरो पहिलाको युट्युब च्यानलमा लगभग 300 जति सब्स्क्राइब पुग्न थाल्नु भएको थियो, तर कारणवश युट्युबले अचानक डिलिट गरिदियो र त्यो कारणले म फेरि पनि अर्को युट्युब च्यानल खोलेको छु। आज म तपाईहरुलाई मेरो पहिलो भिडियोमा अथवा पहिलो भ्लगमा चाहिँ गाउँको बाटोमा राइड गरेको देखाउँदै छु र आज म तपाईहरुलाई मेरो गाउँको एकदमै रमाइलो नेचुरल बाटो अथवा म घर जाने बाटोमा राइड गर्दै लिएर हिँडेको छु। यस्तो शान्ति र फ्रेश वातावरण सहरमा पाउन गाह्रो हुन्छ नि त, हैन र? त्यसैले आजको यो राइड अलि स्पेशल पनि हुन सक्छ, किनकि यो त फर्स्ट हो नि त। फर्स्ट भएपछि स्पेशल यसै भइहाल्यो। हेर्न सक्नुहुन्छ यो बाटो अलिकति उकालो ओह्राली भएको छ र अफरोड टाइपको पनि छ नि त, तर यही बाटोमा राइड गर्नुको मजा नै बेग्लै हुन्छ। चारैतिर हरियाली, चराको आवाज, फ्रेस हावा लिँदै राइड गर्नु छुट्टै मजा आउँछ र मनै फ्रेस हुन्छ। यो हेर्नु त कति राम्रो जङ्गल साइड छ। बिहान बेलुका यहाँको भ्यू अझै राम्रो हुन्छ। यो बाटोमा गाउँको मान्छेहरू सधैँ हिँड्ने गर्छन्। खेतीपाती, स्कुल जान, बजार जान सबै यही बाटो नै युज गर्नुहुन्छ। सिम्पल लाइफ तर एकदमै रमाइलो लाइफ। पहिला यो बाटो मोटर बाटो थिएन, पछि बिस्तारै गाउँमा विकास हुँदै गएपछि सबैको घरमा बाटो गइरहेको छ। मसँग यो बाटोको धेरै यादहरू छन्। बाइ द वे, यस्तै भिलेज राइड मन पर्छ भने कमेन्टमा भन्नुहोला। म अझै रमाइलो ठाउँहरूमा पनि गएर भिडियो बनाउने छु। यस्तै नै रमाइलो जर्नीहरू अझै लिएर आउँछु तपाईहरुको लागि। भिडियो राम्रो लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्नुहोला। धन्यवाद। तपाईहरुको सपोर्टले मेरो मोटिभेसन हुनेछ।